हेलो नमस्कार। म चाहिँ रुचि र तपाईहरु सबैलाई मेरो पहिलो भिडियोमा धेरै धेरै स्वागत छ। र चाहिँ मेरो दुईटा कुकुरहरू हो, पुक्कु र काले। यिनीहरूलाई तिहारको लागि नुहाएर रेडी पार्दिएको। भोलि कुकुर तिहार थियो नि त, अनि माला लिएर आएर बाबासँग गएर लिएर आएर मैले चाहिँ उनीहरूलाई रेडी पारेको थिएँ लक्ष्मी पूजाको लागि। उहाँ चाहिँ मेरो आमा, यो चाहिँ म। अनि दिनमा एकचोटि मेरो आमासँग डिस्कस नपरिकन त हाम्रो दिन सुरु नै हुँदैन। यो चाहिँ बेलुकातिर मैले भोलि पूजाको लागि मैले माला उन्दै थिएँ, अनि आमाले चाहिँ एउटा धागोमा भयो र धागोमा उन भन्नु थियो। मैले चाहिँ डबल धागो लगाउँछु भनेको थिएँ, त्यही कुरामा डिस्कस भयो थियो आमाको र मेरो चाहिँ। अनि मैले चाहिँ मम्मीलाई अब यो गाग्रीको लागि हो कि यो कलशको लागि हो भनेर मैले सोधिरहेको थिएँ फुल चाहिँ। अनि आमाले चाहिँ मैले अलिक राम्रो राम्रो फुल मात्रै हालेँ भन्नु थियो, अनि नराम्रो त कुनै छैन। अनि यो चाहिँ भोलिपल्ट बिहान हामीले कुकुर तिहारको लागि रेडी परेको। दुईटा कुर्ती लिएर आएको थियौँ। अब यो काले चाहिँ बस्न मान्छ कि ठुलो चाहिँ सेतो चाहिँ बस्नै मान्दैन, टिका पनि देख्नै हुँदैन रिसाएर। अनि हामीले सबै मिलेर कालेलाई पूजा गऱ्यौँ होइन, एक ठाउँमा बस्दै बस्दैन अरू। अनि त्यसपछि अनि आमाले चाहिँ काले ठुलोलाई जिस्काइरहनु भएको छ। अनि हामीले चाहिँ कालेलाई पूजासुजा गरेर ठुलोलाई लगाइदिनु भनेको, डरले भागै छ। त्यो टिका त देख्न हुन्न, रातो टिका देख्नै हुन्न यसले। अनि मालाहरू पनि डरै हाल्ने के कुरा त्यो देख्न नहुने टोकम लास्तो गर्छ। अनि त्यही भएर बाबासँग चाहिँ अलिक डराउँछ। बाबा तपाईँ समात्नु भने मैले, अनि बाबाले म समात्छु भनेर बाबाले समात्दै हुनुहुन्छ। अनि मैले चाहिँ पूजासुजा गरेर टिका सिका लगाइदिन्छु, मालासाला लगाइदिन्छु। अनि अब हड्डी दिएपछि चाहिँ खुसी हुन्छ होला हाम्रो। अनि हड्डी देखाउँदै माला लगाउँदै गरेको हामीले चाहिँ। अनि माला लगाउने गर्दाखेरि पनि भाइ गरेर अनि माला धन्न माला चाहिँ लगाउन दियो, मतलब टोकेर चाहिँ फालेन। अनि त्यो चाहिँ यिनीहरूलाई हड्डी दिएको, दुइटै घरभित्र पसे हड्डी लिएर। काले चाहिँ ज्ञान इच्छाका लएर खान्छ, ठुले चाहिँ रिसाएर त्यहाँ वरिपरि मान्छे बस्न नि हुन्न नि। अहिले हेर्नु न कस्तो घुर्छ मान्छेलाई टोकम लास्तो गरेर, साह्रै रिसाउँछ। ठुलो चाहिँ खानेकुरादेखि उसले खानेकुरा नपाउँछ चाहिँ खुसी हुन्छ, पाएपछि चाहिँ यस्तै हो रिसाएर। अनि त्यसपछि अब रङ्गोली त बनाउनु पऱ्यो, ढिलो भइसकेको थियो। बिहान मैले पोतेर राखेको थिएँ रातो माटोले। त्यसपछि मैले रङ्गोली बनाउनलाई रेडी पारेँ। मैले रङहरू दुईवटा किनेर, एउटा अनलाइनबाट किनेको थिएँ, अनि एउटा चाहिँ त्यही नजिकैबाट किनेको। त्यो नजिकबाट किनेको त राम्रो परेन, अनि अनलाइनबाट किनेकोबाट मैले युज गरेर गरेको राम्रो भयो त्यो चाहिँ। अनि कलर अलिक पुग्दैन जस्तो लागेको थियो, तर पुग्यो मैले रङ्गोली बनाउनको लागि। त्यतिकैमा बाबा पनि सामान लिएर आउनुभयो। अनि भुइँमा बसी चिसो लाग्दैन भन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि मैले अब सकिहाल्यो भनेर बनाएँ। अनि बनाउँदै अब आज अब फेरि यस्तो भयो कि अब बनाउँदै आज केही नखाएको नि त, लस्सी पूजा दिन नुन नै खानुहुन्न। बिहान उठेर नुहाएर पानी सानी मात्रै खाएर बसेको थिएँ। अनि भोक लागिरहेको थियो, अब खाना मिल्दैन आज। अनि म चाहिँ अब रङ्गोली बनाएर मन भौलाउँछु भनेर मलाई फेरि साह्रै यो रङ भर्न यो तिहार चाहिँ साह्रै मनपर्छ क्या मलाई। अनि त्यही भएर मैले चाहिँ रङ्गोली बनाउँदै थिएँ। अनि मम्मीले चाहिँ अब भित्रबाट आज दिनभरि भोकै थिएस् भनेर पानी, अनि त्यसपछि मेवा स्याउ काटेर ल्याइदिनु भएको थियो, फलफुलहरू। अनि त्यसपछि एकछिन बसेर खाएँ। अनि त्यसपछि अब ढिलो भइसकेको थियो नि त, अब बिहान सबै काम सकेर भित्र मम्मीले नै काम गर्दै हुनुहुन्थ्यो। अलिअलि बाँकी थियो काम, भित्र पुस्ने, माथि छत पुस्न पनि बाँकी थियो। मम्मीले भित्र सबै काम गरिरहनु भएको थियो। म चाहिँ रङ्गोली बनाएर फेरि माथि पनि बनाएर भ्याउनु पनि थियो। अनि मैले चाहिँ अब यहाँ रङ्गोली बनाएर भ्याएर फेरि मोठ हुन्छ तुलसीको मोठ, त्यहाँनिर बनाएँ। अनि फेरि माथि प्यासेजमा बनाएँ। अनि माथि मन्दिरको छेउमा पनि रङ्गोली बनाएँ। अनि त्यसपछि नुहाइधुवाइ गरेर अनि रेडी भएर अनि पूजा गऱ्यौँ। मलाई चाहिँ साह्रै मनपर्ने पार्ट भनेको यही हो, पूजा गर्ने मम्मीसँग बसेर। किनकि मम्मीले मलाई सब कुरा सिकाउनुहुन्छ, सुरुदेखि हरेकचोटि पूजा गर्दा हरेकचोटि सिकाउनुहुन्छ। अनि म चाहिँ हरेकचोटि सिक्नलाई एकदम खुसी लाग्छ क्या। अनि मम्मीले जे भन्नुहुन्छ त्यही गर्दै गएको थिएँ। अनि यहाँ चाहिँ आमा आएर यहाँ जिस्काइरहनु भएको थियो मलाई र मम्मीलाई। अनि हामी हाँसी गर्दै थियौँ। अनि मैले भिडियो चाहिँ बाबालाई बनाउन लगाएको, बाबा बनाइदिनु न, तपाईँले भिडियो बनाइदिनु भन्थेँ। अनि मलाई काम छ भन्दै हुन्थ्यो, त्यही पनि बनाइदिनु न भनेर बाबालाई उब्बाएर बनाउनु लगाएको। किनभने अब कसले भिडियो बनाउने मान्छे छैन, अनि अडाउने ठाउँ पनि थिएन। अनि त्यही भएर अनि पूजासुजा गऱ्यौँ। अनि मैले चाहिँ त्यहाँ फुल खोजिरहेको थिएँ क्या, कति फुल लिएर आएको थिएँ मैले, एउटा फुल छैन त्यहाँ। अहिले फेरि पूजा आउने बेलामा आमाले भोलि पूजा गर्ने भनेर राख्नुभएछ क्या हो। अनि मैले भेट्टाइन। अनि मम्मीलाई मैले त्यही भनेँ। अनि त्यसपछि अनि पूजासुजा गरेर सकेर अनि अब चाहिँ धुपबत्ती गर्नुपर्छ नि त बाहिर। अनि त्यही भएर बत्ती बाल्नुपर्छ नि त बाहिर, धुपबत्ती भन्न आएछ। अनि आरती सारती सकेर अनि मम्मी लिएर अनि बाहिर दियो र मोमबत्ती बाल्यौँ घरमा। अनि
मैले चाहिँ यो रङ्गोलीको लागि छुट्टै दियो किनेर लिएर आएको थिएँ, त्यो बालेँ। अनि त्यसपछि मम्मी चाहिँ सबैतिर दियो र मोमबत्ती बाल्दै हुनुहुन्थ्यो, आमा चाहिँ माथि छतमा दियो बाल्दै हुनुहुन्थ्यो। अनि मलाई तिहारमा सबै दिन साह्रै मनपर्छ, रमाइलो लाग्छ। तर 2 दिन चाहिँ साह्रै मनपर्छ। त्यो चाहिँ हो, एक दिन चाहिँ लक्ष्मी पूजा, दोस्रो चाहिँ भाइटिका। अनि भाइटिकामा पनि धेरै रमाइलो हुन्छ। म चाहिँ अरू बेलामा भाइटिकामा ठ्याक्कै लक्ष्मी पूजाको भोलिपल्ट म चाहिँ टाढी जान्थेँ। मेरो दाईहरू भाइहरू सबै त्यतै हुनुहुन्छ। अनि आन्टीहरू अनि ठुलमम्मीहरूलाई सबैलाई भेटेर रमाइलो हुन्थ्यो। त्यहाँ कन्सर्ट हेर्न जाने, भैली खेल्ने, अनि त्यहाँ दसैँदेखि राखेको पिङ हुन्थ्यो, त्यो खेल्ने साह्रै रमाइलो हुन्थ्यो। बहिनीहरूसँग हिँड्ने, भाइहरूसँग डुल्न जाने रमाइलो हुन्थ्यो। तर यसपालि मैले त्यो धेरै मिस गर्छु, किनभने मेरो सबै दाई भाइहरू सबै विदेशमा हुनुहुन्छ, बहिनीहरू पनि सबै विदेशमा छन्। अनि विदेशमा भएको मेरो दाजुभाइ दिदीबहिनी सबैलाई मैले सम्झेको छु र अर्को वर्ष भेटौँला भन्ने आशा पनि गरेको छु। अब चाहिँ मैले मेरो घर देखाउँदैछु। यो चाहिँ मेरो घर। मैले माथि घरको भिडियो बनाउँदै थिएँ, बिचरा पड्केर डराएर। अनि मैले चाहिँ फेरि कुकुरलाई हेर्न आएको कि तल। ठुले चाहिँ त्यस्तो डराउँदैन कि, काले चाहिँ साह्रै डराउँछ। त्यो पहिलो वर्ष भएर नि हुनसक्छ। अनि त्यही भएर अनि यिनीहरूलाई फेरि मैले नछोडिदिएको कि, एउटा त रङ्गोली बिगार्छन्, अर्को चाहिँ यिनीहरूले मोमबत्ती भेट्यो भने कम्मै खाइहाल्ने कि। अनि त्यही भएर यिनीहरूलाई चाहिँ मैले डराउँदै भुलाउँदैछु। पड्काएको आवाजले फेरि साह्रै डराउँछ नि त। अनि त्यही भएर अगाडि पछाडि गर्दै भुलाइरहेको छु। अनि बिचरा काले त साह्रै डरायो। पटकाले त्यस्तो धेरै पड्काएको पनि थिएनन्। हाम्रो घरतिर त्यस्तो धेरै पड्काएको पनि थिएनन्, अलिअलि पड्काएको थिएन। अनि त्यही पनि डरले, त्यो पहिलो वर्ष भएर डरले होला, मलाई रातभरि यहीँ बसेँ। लगभग 10-11 वर्षमा म यसरी नै बसिरहेँ। अनि एकैचोटि बेलुका सुत्ने बेला मात्रै खोरमा हालेर अनि म भित्र गएको। कस्तो डराएको छ। अनि त्यतिखेर नै हाम्रो घर पहिलो भैली खेल्नको लागि भाइहरू आएका थिइन् कि अगाडि। अनि मैले बाबालाई पठाइदिएको थिएँ, किनभने हाम्रो कुकुरहरूले फेरि मान्छे देख्न हुन्न क्या, घरमा कोही आयो भने कराएर अनि उभिन नि दिन्नन्। अनि त्यो यिनीहरूलाई पछाडि बाँधेर म चाहिँ भैली खेलेको हेर्न आएको थिएँ कि, गिटारहरू कस्तो राम्रो गिटार बजाउँदो रहेछ एउटा भाइले चाहिँ। अनि त्यो हेर्न आएको थिएँ, हेर्नु न कराएर। अनि त्यसपछि अब हाम्रो चाहिँ अब मेन पार्ट सुरु भयो, मम्मीको, मेरो र आमाको भाइटिकाको लागि बनाउने सामानहरू। अनि पहिलो चाहिँ हामीले त्यो चिनी होइन के भन्छ, भेली रोटी पकाउँछौँ, त्यसलाई के फिनी के भन्छ। भेली रोटी पकाउनलाई हामीले मम्मीले पुरै ब्याटल तयारी गरिसक्नु भएको थियो। अनि आमालाई चाहिँ टिभी हेरिरहनु भएको थियो, आउनु न हेल्प गरिदिनु भन्दै बोलायौँ। अनि तातो रहेछ भन्दै हुनुहुन्छ हाम्रो आमा फेरि। अनि किन दुःख गर्नु पऱ्यो भन्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ फेरि सधैँ उहाँ ठुलो मम्मीहरूले आन्टीहरूले बनाएको हेरिरहन्थेँ नि त टाढीमा गएको बेलामा। अनि हेरेर सिकिरहेको थिएँ, तर मैले बनाएको चाहिँ थिइनँ आफैले। अनि आज मम्मीलाई र आमाले बनाउन सिकाइरहनु भएको थियो मलाई। अनि मम्मीलाई मम्मी भिडियोमा हेरेर यसो हाँस्दिनु भनेको, हाम्रो स्माइल गर्नुभएको थियो कि। अनि त्यसपछि अनि आमाले मलाई सिकाइरहनु भएको यसरी बनाउने हो भनेर। अनि मैले चाहिँ आमालाई आमा त्यहाँ हेरेर एकचोटि हाँस्दिनु न भनेको, हाँस्दिनँ म भन्दै हुनुहुन्थ्यो। मैले बनाएको चाहिँ कति बिग्रिसकेको थियो। अनि बल्ल एउटा राम्रो बन्न खोजिरहेको थियो। अनि फेरि त्यो हातमा टाँसिने कि मेरो त हुँदै नभएर। अनि मम्मी
एकचोटि मेरो नजिकैबाट देखाइदिनु त, मैले पहिलोचोटि राम्रो बनाएँ भनेर मैले मम्मीलाई देखाउनु लाग्यो क्या। अनि त्यसपछि मम्मीले चाहिँ अनि ल तनी ल रोक एकछिन भन्नुभयो। अनि त्यसपछि लगेर अनि बोकेर ल्याएर अनि देखाइदिनु भएको, मैले बनाएको नजिकैबाट देखाइदिन्छु भन्नुभयो र अनि देखाउन लिएर आउनुभएको क्या। पहिलोचोटि भयो क्या मैले बनाएको। अनि त्यही भएर यो चाहिँ हामीले भन्नुभएको, यो चाहिँ मैले बनाएको। अनि पहिलोचोटि भयो भनेर त्यही पनि अलिअलि फुटिरहेको, अलिअलि त फुटिरहेको छ बनाएको। अनि त्यसपछि अनि म चाहिँ उता दाइहरूसँग भाइहरूसँग मैले बहिनीलाई फोन गरेको थिएँ अनि बोल्न गएको थिएँ। अनि त्यसपछि यता आमाले बनाएर भ्याएर अनि यता राख्दै हुँदो रहेछ। अनि यसको कहानी त छुट्टै छ। सुरुमा हामीले चिनी रोटी बनाउने भनेको, त्यसपछि चिनी रोटी पनि भएन। त्यसपछि फिनी रोटी, यसरी फिनी होइन त्यो खुर्मा बनाउनको लागि रेडी पारेर मैदा र सुजी हालेर रेडी पार्नुभएको। अनि अब यो भयो, आदि भयो, भोलि बिहानसम्म अलि नरम हुन्छ अनि बनाउने भन्नुभएको थियो। राति 12 बजिसकेको थियो, त्यही भएर सुत्यौँ। म पनि माथि कोठामा आएर सुत्न गएँ, किनभने भोलि बिहान गाई पूजा थियो अनि हामीले बागेश्वरी पनि जानु थियो नि त। अनि त्यही भएर अनि बिहान उठेर मम्मी सबै रेडी भएर मम्मी, म, बाबा चाहिँ बागेश्वरीको लागि निस्केको। अनि त्यो गौशाला चाहिँ देवघर जाने बाटोमा पर्छ होइन। अनि मम्मी, म, बाबा मिलेर गएको थियौँ। अनि मैले चाहिँ मम्मीलाई मम्मी एउटा भिडियो खिचौँ न भनेको। अनि बाबा चाहिँ अगाडिबाट मोबाइल झऱ्यो भने म किन्दिनँ है भन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि मैले चाहिँ अनि बाटोको पुरै भिडियो खिचेँ। यो चाहिँ देवघर जाने बाटो, यो चाहिँ बागेश्वरी जाने बाटो। अनि देवघाट जाने बाटोमै पर्छ बागेश्वरी पनि। त्यो बागेश्वरी भनेको चाहिँ गौशाला हो। अनि आज गाई पूजा भएको भएर अरू बेला पनि मम्मी बाबा गइरहनु भएको हुन्छ। म पनि 2-3 चोटि गएको थिएँ, नत्र अरू बेला त मम्मी बाबा गइरहनु भएको हुन्छ। अनि म पनि अनि आज गएँ गाई पूजा, अरू बेला म हुन्थिनँ। अनि त्यही भएर आज म जान्छु भनेर अनि यो चाहिँ बागेश्वरी हामी आइपुग्यौँ। रखता गर्दै बागेश्वरी आइपुग्यौँ। अनि हामी चाहिँ कति भिड थियो आज, साह्रै धेरै भिड थियो। अनि यहाँ चाहिँ आज प्रोग्राम पनि थियो क्या, आज गाई पूजा भएको भएर त्यहाँको कार्यक्रम पनि थियो। अनि त्यसपछि मम्मी लिएर पूजा गर्नलाई रेडी गर्नलाई हामी पछाडितिर, किनभने अगाडितिर सबै गाईहरू पूजा भइरहेको थियो, पछाडितिरको गाईहरू पूजा भएको थिएन। त्यही भएर हामी सबै पछाडितिर आयौँ पूजा गर्नलाई। यहाँ कति धेरै गाईहरू, अनि यसरी गाई छोड्न चाहिँ हुँदैन, तर उहाँ छोड्नुभएको गाईहरूलाई ल्याउँदै पाल्दै गरेर कति राम्रो काम गरिरहनु भएको थियो गाईहरू पालेर। यहाँ चाहिँ पूजा गर्न लागेको। अनि एकछिन चाहिँ म चाहिँ अब त्यहाँ नाचगान भइरहेको थियो। अनि म चाहिँ एकछिन गएर हेरेँ। त्यहाँ आनन्द मिल्छ नि त यस्तो कुरामा, गएर बस्दा एकछिन बस्दाखेरि पनि कति आनन्द आउँछ। अनि म गएर बसेँ। अनि त्यसपछि यो चाहिँ अनि त्यसपछि हामीले म, मम्मी, बाबा मिलेर अनि हामीले चाहिँ गाईहरू साथसाथ बाँदरहरूलाई पनि खानाको लागि हामीले केराहरू लिएर गएको थियौँ। अनि अरू बेला त कति धेरै बाँदरहरू आउँथ्यो नि त। त्यो दिन चाहिँ बाँदरहरू एकदमै थोरै थिए, थिएनन् भने नि हुन्छ, अलिक कम थिए। अनि कति धेरै मम्मीले चाहिँ सबै ठाउँमा मिलाएर हुन्छ भनेर सबै ठाउँमा लाइन टु लाइन गर्दै यता र उतापट्टि साइडमा सबैतिर केराहरू राखिदिनु। बिचरा एउटा त डरले भाग्यो, केरा देखेर बिचरा किन होला, बच्चै थियो। अनि मलाई चाहिँ फेरि बाँदरले एकचोटि सानोमा आउँदाखेरि ल बाँदरले झम्टिन आँटेको थियो कि त्यो केरा दिन खोज्दै, त्यसपछि त्यही मलाई बाँदरको छेउमा जान चाहिँ डर लाग्छ। अनि त्यही भएर मम्मी बाबाले दिइरहनु भएको थियो केरा चाहिँ। अनि त्यसपछि हामी घर आएर अनि खानासाना खाएर, किनभने अब फुल लिन पनि जानुपर्ने थियो। अनि भोलि त भाइटिका थियो। अनि त्यही भएर म चाहिँ फुल लिन गएँ बाबा र मम्मी लिएर। हाम्रो सरको फार्म थियो यो चाहिँ, कस्तो राम्रो फुल फुलेको थियो। अनि यहाँ चाहिँ आफै टिप्न पाइन्थ्यो क्या। अनि त्यसपछि म र बाबा चाहिँ त्यहाँ फुल लिन गयौँ। अनि फुल पनि कस्तो राम्रो राम्रो छ। अनि मैले आएर घरमा आएर माला उन्न थालेँ। हेर्न कस्तो राम्रो फुल थियो। अनि मलाई चाहिँ मम्मीले चाहिँ सुरो बनाएर उन्न सिकाउनु भएको थियो कि माला। अनि त्यही भएर अनि मैले चाहिँ त्यसरी नै माला उन्दै थिएँ। अनि आमाले चाहिँ किन दुईतिरबाट उनेको भनेर यो माला उन्ने कुरामा चाहिँ जहिले डिस्कसन पर्छ आमाको र मेरो। अनि मलाई चाहिँ रिसाउनु चाहिँ हुँदैन, तर अलिअलि आमा चाहिँ मलाई गाली गरिरहनु भएको थियो। अनि म चाहिँ केही नबोलिकन रिसाएर बसिरहेको थिएँ माला उन्दै। अनि मम्मी आउनुभयो। अनि त्यसपछि अनि सबै कुरा सुल्टियो। अनि त्यसपछि अनि हामीले चाहिँ अब मम्मीले अब बनाउनु थाल्नु पऱ्यो, अब भ्याइँदैन भोलिको लागि, भोलि भाइटिका छ भनेर। अनि मम्मीले चाहिँ त्यो मलाई आउँदैन, नाम चाहिँ आउँदैन यसको के हो, किनभने पहिलोचोटि बनाउनु लगाएको, मैले बनाएको पनि थिइनँ अहिलेसम्म। अनि यो चाहिँ बाबाले चाहिँ तिमीहरूलाई भोक लाग्यो भनेर अनि मौसम काटेर साँध दिनुभएको थियो। यही हो, यसको नाम चाहिँ मलाई अलि राम्रोसँग याद भएन, मम्मीले भन्नुभएको थियो, मैले बिर्सिएँ। अनि यसको चाहिँ अनि बनाएर अनि पकाएको। अनि मैले चाहिँ दसैँमा बनाउनु मन लाग्थ्यो, मैले चाहिँ लड्डु बनाउनुको लागि रेडी पारेको यो ब्याटर। मलाई चाहिँ दसैँमै बनाउनु मन लाग्थ्यो, दसैँमा पिरियड भएर बनाइनँ। अनि मैले अहिले चाहिँ धेरै नबनाउने भनेर लड्डु बनाएँ, धेरै त बनाइनँ। अनि यो चाहिँ मैले जुन फिनी रोटी भनेको थिएँ नि, याद छ चिनी रोटी, त्यो चिनी रोटी बनाउने भन्दा पनि नभएर खुर्मा बनाउने भन्दा पनि बिग्रेर। अनि मम्मीले चाहिँ यो भुटेर राखिदिन्छु, चिनी हालेको छ, पछि दुधमा हालेर चियामा हालेर खानुहुन्छ न भुटेर राखिदिनु भयो।
ल फाइनली हाम्रो सकियो बनाएर। अनि भोलिपल्ट भाइटिकाको दिन बिहान आमाले चाहिँ माथि सेलरोटी हालिरहनु भएको थियो। म चाहिँ बिहान उठेर नुहाइधुवाइ गरेर सबै गरेर अनि त्यसपछि आमाले यहाँ तेल मगाउनु भएको थियो। तेल ल्याइदाखेरि मैले आमाले बनाउनु भएको रोटीको भिडियो खिचेँ। आमाले चाहिँ बिग्रियो भन्दै रिसाइरहनु भएको थियो, रिसाउँदै बनाउँदै हुनुहुन्थ्यो। अनि होइन आमा यतिको त मैले पनि बनाउनु आउँथ्यो नि, तपाईँले बनाउनु भएको राम्रो बनाउनु भएको भन्दै जिस्काइरहेको थिएँ मैले। तर राम्रो भएको थियो रोटी चाहिँ। 2-3 मैले ठ्याक्कै भिडियो बनाउनु बेलामा चाहिँ अलिकति बिग्रिए जस्तो भएछ। त्यसपछि चाहिँ अनि भाइ मसला अब सबै प्याकेट लिएर आएको थियो हामीले। अनि आमाको लागि पनि बनाइदिनु पऱ्यो नि त। अनि त्यही दिदी अनि मेरो फुपू दिदी अनि आमाको बदा अनि मैले चाहिँ पहिलोचोटि मेरो मामाको छोरालाई आर्सनलाई चाहिँ टिका लगाइदिनु लगाएको थिएँ। किनभने मैले पहिला जसलाई लगाउँथेँ उहाँहरू चाहिँ सबै विदेशमा हुनुहुन्छ नि त अहिले। अनि त्यही भएर यसपालि चाहिँ मैले मेरो मामाको छोरालाई टिका लगाइदिएको थिएँ। अनि मम्मीले म पहिलोचोटि मामा घर जाँदै थिएँ टिका लाउनको लागि। म सधैँभरि टाढी जान्थेँ अनि पहिलोचोटि मामा घर जानु लाग्थेँ। अनि मैले चाहिँ यस्तरी नै बनाउँथेँ नि त पहिला पनि। अनि त्यही भएर यसपालि चाहिँ मम्मी र मम्मी लिएर अनि सबै किनेर लिएर आएर छुट्टै किनेर लिएर आएर बनाएको मम्मी र मम्मी लिएर। अनि यस्तो काम गर्नु चाहिँ मलाई साह्रै जाँगर लाग्छ। पढ्न चाहिँ खै पनि किन लाग्दैन कि त्यस्तो, तर यस्तो अरू यस्तो डिजाइन बनाउन, त्यसरी रङ्गोली बनाउन, ड्रइङ गर्न चाहिँ साह्रै मनपर्छ क्या मलाई चाहिँ। अनि त्यसपछि मम्मी र मम्मी लिएर चाहिँ सबै बनाएर अनि मेरो मम्मीको दुईजना मामाको लागि, मेरो भाइको लागि, अनि त्यसपछि अनि आमाको बदा भनेपछि मेरो ठुलो बा हुनुभयो। अनि ठुलो बाको लागि सबैको लागि रेडी पारेको थियौँ। अनि त्यसपछि त्यतिन्जेल त फुपू दिदी पनि आइपुगिसक्नु भएको थियो। अनि हामीलाई चाहिँ अब जान घरसम्म गएँ। यहाँ खानासाना बनाएर मम्मीले बिहान सबै रेडी पार्नु भएको थियो। अनि खानासाना बनाएर हामी चाहिँ रेडी हुन पनि भ्याएन, किनभने मामा घर गएर पनि खाना बनाउनु पर्थ्यो नि त। अनि त्यसपछि अनि मामा घरमा आमा हुनुहुन्थ्यो। अनि त्यही भएर हामीले उतै मनाउने भन्ने कुरा गऱ्यौँ। अनि त्यसपछि यहाँ आमाहरू सबै फुपू दिदीहरूलाई सानसाना बनाएर छोडेर अनि हामी चाहिँ अनि बाबाले हामीलाई पुऱ्याइदिनु जानुभयो, सामान धेरै थियो त्यही भएर। अनि त्यसपछि अनि हामी चाहिँ रेडी भएर अनि मामा घरतिर लाग्यौँ। यो चाहिँ मेरो मामा घर, किनभने भिडियोमा मेरो हातमा धेरै सामान थियो, त्यही बाटोको भिडियो चाहिँ बनाउनै भ्याइन। अनि यो चाहिँ मेरो मामा घर। अनि त्यसपछि मैले चाहिँ भित्र बाबा चाहिँ गइसक्नु भएको थियो, मैले सामान लिएर आउँदै थिएँ। अनि मैले भिडियो बनाएको। अनि मेरो बाबा अनि उहाँ चाहिँ मेरो ठुलो मामा, यता मेरो ठुलो मामा उभिरहनु भएको छ। अनि त्यसपछि अनि भित्र चाहिँ मम्मीले सबै सामान मिलाउँदै हुन्थ्यो, मैले सामान लिएर भित्रै गएँ। अनि यहाँ मम्मीले सबै सामान निकाल्दै हुनुहुन्थ्यो, भर्खरै निकाल्दै हुनुहुन्थ्यो। त्यतिन्जेल सानीमा पनि आइपुग्नु भयो हाम्रो। अनि त्यसपछि सानीमा मम्मी सबै मिलेर ढोकामा पूजा गर्नुभयो। अनि यस्तो ढोकामा चाहिँ हाम्रो दाईहरू भाइहरू आइसकेपछि टिका लाउन बसिसकेपछि मात्रै ढोकामा पूजा गर्थ्यौँ टाढीमा। तर यहाँ चाहिँ पहिल्यै पूजा गर्नु हुँदो रहेछ। अनि त्यही भनेर भन्दै थिएँ मैले चाहिँ। अनि सानीमाले चाहिँ म चाहिँ हेल्प गर्ने पर्सन भनेर जिस्काउँदै हुनुहुन्थ्यो मलाई। अनि त्यही चाहिँ म रेडी भएको थिइनँ। अनि मैले रेडी भएर मामा घरमा अनि त्यसपछि सबै मामा भाइ सबै आउनुभयो। अनि त्यसपछि राखेर पूजा गरेँ। मम्मीले चाहिँ मलाई सिकाइरहनु भएको थियो यसरी पूजा गर्ने भनेर। अनि त्यसपछि अनि त्यहाँ सबैले जोक्स गर्दै हुनुहुन्छ, मजाक गर्दै हुनुहुन्छ। अनि मामाले चाहिँ तेल थोरै मेरो कानको पछाडि मात्र लगाइदियो हुन्छ कि तेलमा धेरै तेल लाउनु भनिदिइरहनु भएको थियो मामाले चाहिँ। अनि तेल भएपछि त्यति भएपछि हुन्छ भनेर अनि मैले पनि भाइलाई अलिअलि लगाइदिएँ। अनि मैले चाहिँ भाइलाई पहिलोचोटि टिका लगाएको थिएँ, त्यही भएर रमाइलो लाग्यो। अनि भाइ पनि धेरै खुसी भयो मेरो हातबाट टिका लगाउन पाएर, किनभने यत्रो वर्ष भाइ पनि अहिले 8 क्लासमा पढ्ने भइसक्यो। पहिलोचोटि मैले टिका लगाइदिएको भाइलाई। अनि उहाँ चाहिँ मेरो सानीमा मम्मी। अनि त्यसपछि मम्मी लिएर चाहिँ मजाले टिका लगायौँ। अनि मामाले चाहिँ अनि जस्तो टिका लगाए नि हुन्छ, तिमीहरूको हातको टिका लगाउन जब बाँचुन्जेल तिमीहरूको हातको टिका लगाउन पाऊँ भन्ने आशा गर्छु भन्दै हुन्थ्यो मामाहरूले चाहिँ। अनि म चाहिँ अब मम्मीहरूले टिका लगाउनुहुन्छ पालो लगाऊँ न भनेर अनि त्यसरी बसेँ। अब यस्तो के मेरो हाम्रोमा फेरि भिडियो खिच्ने मान्छे भएन। अनि त्यही भएर मैले एक ठाउँमा मोबाइल अडाएर राखेको थिएँ। अनि त्यही भएर अनि सबैको राम्रोसँग भिडियो चाहिँ आएन। अनि फेरि नाकमा झरिरहेको थियो कि टिकाहरू चाहिँ सबै नाकमा झरेको थियो भाइको। अनि नाकमा झरेको मान्छे भाग्यमानी हुन्छ भन्नुहुन्थ्यो। अनि मामाले चाहिँ फेरि आफ्नो कुर्ताको माया लाग्यो धुँदाखेरि जान्न भनेर। अनि त्यही भएर अनि त्यो झोला राख्नु भएको छ। अनि त्यसपछि अनि मैले चाहिँ भाइलाई टिका लगाइदिएँ, नाकमा झरिरहेको थियो। अनि मैले पुस्दै के अरे रुमाल राख्दै गरेर आएको थिएँ। अनि त्यसपछि टिका लगाएर सबै सकेर भ्याएपछि अनि त्यसपछि हामीले सब खानेकुराहरू के ल्याएको थियौँ भाइहरूको लागि, मामाहरूको लागि, सरी दाइ भन्न आएछ, भाइहरूको लागि मामाहरूको लागि के खानेकुरा सबै लिएर आएको थियौँ, सबै दियौँ। अनि त्यसपछि मामाहरूले पनि हामीलाई सबै टिका लगाइदिनु भयो। अनि एकछिन गफ गऱ्यौँ। अनि त्यसपछि अनि हामीले साह्रै भोक लागेको थियो नि त। अनि त्यसपछि अनि हामीले
खानसाना खायौँ। अब त्यो खानसाना खाँदाखेरि त्यो मोबाइलमा भिडियो बनाउने उनी चलेन, किनभने बिहानदेखि भोकै बसेको थिएँ नि त। अनि भोक लागिरहेको थियो क्या, त्यो काम आफूले काम गरिसकेपछि अब काम गरिरहनु बानी नहुने। अनि 2-3 दिनदेखि काम गरेर आए बेला भोक लागेर अनि निन्द्रो पनि लागिरहेको थियो, भोक पनि लागिरहेको थियो। अनि त्यही भिडियो बनाउने सोच्दिनँ, त्यही भएर खाना खाएको त भिडियो बनाउनै बिर्सेछु। अनि यो सबै कुरा सामानहरू हामीले दियौँ। अनि ला बोरै ल्याउन पर्ने रहेछ, बोरा ल्याउन बिर्सियो भन्दै जिस्काउँदै हुनुहुन्थ्यो मामाले चाहिँ यतिखेर। अनि त्यसपछि मैले त बिर्सेको कि सुनमा पनि त भिडियो बनाइरहेको छु भनेर बिर्सिरहेको थिएँ। मैले त अनि उहाँ चाहिँ मेरो सानीमा, अनि सानीमालाई मास आउनु भिडियो बनाउनु, हामीले देखेन भिडियोमा भनेर सानीमालाई मैले भिडियोमा ल्याएको। अनि त्यसपछि हामी सबैले अब खानसाना खायौँ। ठुलोमामा चाहिँ अब गइसक्नु भएको थियो, बिरामी हुनुहुन्छ नि त। अनि त्यही भएर अनि मैले चाहिँ सबैसँग सिङ्गल फोटो खिचेँ। ठुलोमामालाई चाहिँ खिच्नै पाइनँ, ठुलोमामा गइसक्नु भएको थियो। अनि हाम्रो तिहार सकियो त्यसपछि। अनि हामी घरतिर लाग्यौँ। अनि बाबा आउँछु भन्नुभएको थियो, अनि बाबा आउँदै हुनुहुन्थ्यो। अनि हामी चाहिँ यहाँ बाटोमा निस्केर बसेको यति थियो। थ्याङ्क यू फर वाचिङ।